यहाँ चाहिँ याङयाङमा भर्खरै रिसेन्टली खोलेको थियो। तेरो उयो छैन हैन ब्याट्री। हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। आज पनि म यहाँ किचनमा छु। आज के भने मेरो हात चाहिँ यहाँ अहिले म काम गर्दैछु। फर्स्ट चाहिँ म भिडियो चाहिँ अस्तिको पनि हाल्नेवाला छु हैन। अस्तिको चाहिँ भिडियो के भयो भने कम्ती भएको छ नि त, सानो कम्ती भिडियो भाइलाई गर्दै हो नि त, यसले गर्दैन नि त भिडियो, यसले चाहिँ गरिँदैन। त्यो भएर त्यो पनि अलिअलि एउटा रिमेम्बरको लागि म लाउनेवाला छु। त्यो अस्ति हामी माथि ढप्पर गएको थियो, रोपवेको स्टेसन हामी त्यतिकै घुम्नु गएको थियो देमासँग। देमा पनि त यतै हुनुहुन्छ नि त, अनुहार चाहिँ के साह्रो टल्केछ। देमासँग देमा बहिनी अन्त हामी फ्यामिली गएको थियौँ एकछिन माथि हो। त्यो भिडियो पनि हाल्छु। त्यहाँदेखिको चाहिँ यही भिडियोमा चाहिँ त्यहाँदेखि अर्को भिडियो पनि आएको छ। अर्को भिडियो चाहिँ यसले मलाई सरप्राइज दिएको अरे हो बर्थडेको। त्यो को नि त रातिको के कस्तो भएको छ त्यो पनि हाल्छु, त्यो पनि हेर्नु होला तपाईँहरूले। अन्त आज चाहिँ म के गर्दैछु भने किचनमा सब्जी पाक्दैछ। अन्त यहाँ चाहिँ यो बनाउँदैछु। यो चाहिँ जुमा भन्छ। अब यो फर्किन्छ नि त, भाइ सुमिरन फर्किन्छ नि त, यसको फर्किने टाइम भयो। अन्त योपालि चाहिँ ट्रेनमा जाने अरे। ट्रेनमा योपालि चाहिँ ट्रेनमै आएको। यो चाहिँ पढ्दैछ नि त बेङ्गलोर। अन्त फेरि फर्किने अरे, छुट्टी यसको 1 महिनाको सक्यो। अन्त अब ट्रेनमा फर्किने अरे। अस्ति आउँदा पनि ट्रेन। यो व्हाट्स अप पिपल, वेलकम ब्याक फेरि पनि हजुरहरूलाई। अनि आजको मलाई हेला भएको छ भन्नु। आजको भिडियोमा चाहिँ के हो भन्दा चाहिँ आज चाहिँ हामी हल्का छोटो प्लान इन्स्ट्यान्ट हुन्छ नि। अन्त माथि जाने अरे, बनाएर बसेछ त उनीहरूको घर। माथि जाने अरे। अनि आमा हामी सबै माथि कहाँ गएको मम? हामी झप्पर गएको रोपवेको स्टेसन। अनि यहाँ चाहिँ हामी बिन्दु आन्टीहरूलाई पर्खेको आउनु रहेछ। होइन ठिकै छ के घरमा त्यो। अनि यो पनि यहाँ चाहिँ जाउँ न, त्यही पानी पाउनु आँटेर नि। अब चाहिँ माथि गएर भेटौँ गाइस। यहाँ चाहिँ माथिकोमा आमाको बहिनी, मेरो चाहिँ बिन्दु आन्टी। हजुर म त अब 26 तारिकतिर फर्किन्छु। हजुर मोरो चाहिँ को थियो? सप्तममा हो। अन्त यहाँ कहाँ पञ्चायत प्रेसिडेन्टको आमा बाउ हाम्रो पनि जानुपर्ने कि रोपेको है। म एउटा बोक्छु ल। ए हुन्छ म बोकिहाल्छु नि तपाईँहरू। हुन्छ भयो, म यो बोक्दैछु। हुन्छ। आमा यता नि गाउँछ। यो चाहिँ डप्पर भाइले खान्छ ल। खाने चाहिँ सबै बोकेर हिँडेको ल। यो के भिडियो लु कसको भिडियो बनाइनु? पस्नु दिँदैन। लु यति हुन्छ ल। यहाँ चाहिँ याङयाङमा भर्खरै रिसेन्टली खोलेको थियो रोपवे। यहाँदेखि चाहिँ माथि ट्रेकिङको जग्गा चाहिँ भालेढुङ्गा भन्ने माथि। अहिले चाहिँ बादलले चाहिँ नदेखेको। अनि यहाँ चाहिँ आज चाहिँ त्यसै बसी खानुलाई आएको। घिलिङ त नचढ्ने बन्द छ अहिले त फिलहाल। अहिले चाहिँ यो के छ भने चाहिँ उयसको स्काई वकको चाहिँ काम हुँदैछ, त्यसको लागि चाहिँ बन्द भएको छ रोपवे चाहिँ। अन्त हामी चाहिँ त्यत्तिकै घुम्नु मात्रै घुम्नु। अन्त देमाहरूसँग त्यत्तिकै आज छुट्टी भएर घुम्नु। चाहिँ कोमा चाहिँ पप्पी भाइ आन्टीको छोरा भन्न, आन्टीको छोरा, उता चाहिँ बिन्दु आन्टी। अन्त यो चाहिँ सलोजा अरे।
अरे अनि यहाँ चाहिँ म तल जा रे अरे अनेको कुरा मात्रै पो छ त कसो भने अरे यहाँ चाहिँ कुकुर चाहिँ अत्रो अत्रो किन चाहिँ थुप्रै भन्दैछ नि किन चाहिँ थुप्रै भनेको यहाँ सानो कुकुर रहेछ यहाँ छुच्चा नाम के हो कुकुरको ए सरी पप्पीको कोको कोको सबै बाँकाएर आमाले चाहिँ आएको थियो अन्त त्यहाँ डक्टर आउँथ्यो चिन्ता गर्नु यसको मेटलको हो आइको भन्यो आज के हुँदैछ यस्तो कामले गर्नु नि पुरा रिसाइरहेछ मल्लेरोको हन्टिङ बाटोमा मेरो चाहिँ भिडियो बनाइरहेको छैन मललिएर सलिएर मलगेडाहरू छैन कसले मलगेडा होइन कसैले मललिएर कसैलाई मुस्लिएर अन्त मलगेडा भन्छ मलगेडा अन्त मल मल नखाने पनि मलगेडा चाहिँ Hi, welcome back to the channel and yeah, and today I'm here. Okay, like in this video, like I'll be giving a very surprise wish to my mother because like tomorrow is my mother's birthday and भोलि मेरो आमाको बर्थडे हो अनि like it's around like 11:52 as you can see and it's about to be 12, so in 12 like giving her like surprise like by wishing her and like I'll be yeah I bought a cake and I bought a cake अन्त म केक दिनेवाला छु 12 बजी okay and yeah it's about to be 12, it's 11:52 right now okay so let's get ready for the plan चाहिँ के हो भन्दा चाहिँ बाहिर सिडी छ हैन सिडीमा चाहिँ टक्क केक जलाएर चाहिँ राख्ने हो केक जलाएर चाहिँ राखेर चाहिँ त्यहाँ चाहिँ त्यो के भन्छ बोटुका चाहिँ फालेर चाहिँ त्यो आमालाई टक्क हुन्छ नि बोटुका फालेर म त उठ्दिनँ हैन अब के हल्ला खल्ला भएर त आमा बाहिर निस्किनुहुन्छ त्यो आमा बाहिर निस्केर हेर्छ यताउति म त्यो क्यान्डल यस्तो केकहरू बालेर चाहिँ बाहिर राखिदिन्छु त्यहाँदेखि चाहिँ आमालाई बर्थडे विस गर्छु भनेर चाहिँ भनेको हैन अब हेरौँ के कसो हुन्छ गाइस this is the cake So guys, it's around like 11:58 right now. Okay, and I just kept the cake outside. Okay, just off the light. Okay, let's wait for the time.
should go now. Okay, I think plan has changed. I'll just knock the door. Okay, guys, because it's very night right now. Happy birthday to Mom. Lu birthday Mom, lu birthday cake. Hello Mom. कहाँ भित्र यहीँ बाल्नु नि कि ला बिल्लु न आँटिसक्यो क्यान्डल त ला के भन्नु Happy birthday to it. Happy birthday to you. Happy birthday to you. What auntie say? Happy birthday, dear mother. Happy birthday to you. Yay! Mama's birthday. एकछिन फर्किने केक ए म छुरी लु म आमाको बर्थडेमा आज फर्स्ट टाइम मैले केक ल्याइदिएको आमालाई ए अँ फर्स्ट टाइम केक त्यो पनि सिडीमा अर्कै प्लान गरेको थिएँ तर अर्कै प्लान गरेको थिएँ खै लु आमालाई खुवाइदिउँ हल्का अलिकति लु म ह्याप्पी बर्थडे आमालाई धेरै धेरै शुभकामना यो फुक्नु न आमाले मुखले फुक्नुपर्छ हो आमा चाहिँ तर्छ अनि आजको बर्थडे भ्लग चाहिँ यति नै कस्तो लाग्यो कस्तो लाग्यो आमालाई सरप्राइज म त सोचेको थिएँ यस्तो सरप्राइजहरू चाहिँ लु आमालाई गिफ्ट चाहिँ पैसा छैन रामेन तँलाई मनपर्छ होला यहाँ देखायो यो साँच्ची त ठिक त यस्तो छ आमाले के हो यो चाहिँ ह्याप्पी बर्थडे यो आमा पनि सरप्राइज भयो होइन आजको बेलुका भइरहेछ अन्त खोइ अब यति नै बेलुकाको अरू त केही गर्न सकेन म र आमा मात्रै छ घरमा अहिले अन्त आमाको पनि बर्थडे अरे आमा कति वर्ष पुग्यो 44 पुरा भएर चाहिँ 44 पुरा भएर 43 पैसा त्यो गोजीमा र केक लिएर आएँ आमाको लागि होइन ल बाई बाई केचेङ केचेङ भइरहेछ यो मैले चाहिँ जूमा बनाउने हो अलिक गिलो भएछ यो बनाइदिनु पर्यो चिम्फिङको फ्लेभर चिम्फिङको हालेर अन्त यो बनाउँदैछु यो मोल्दैछु यहाँ चाहिँ न्युट्रेला छ होइन न्युट्रेला आँटा सुजीहरू हालेर यसरी बनाउनुपर्छ यसलाई चाहिँ मोलेर मजाले डो बनाउनुपर्छ अन्त त्यहाँदेखि चाहिँ रोल बनाउनु पर्यो रोल बनाएर चाहिँ स्टिम गर्नुपर्छ स्टिम गरेर स्टिम गरिसकेपछि त्यहाँबाट चाहिँ साइज कस्तो खालको साइज बनाएर कटिङहरू कस्तो मनपर्छ त्यस्तै बनाउनु सक्छ होइन म त लामो लामो बनाउँछु अब आज चाहिँ कस्तो बनाउँछु अहिले हेर्नु होला अन्त त्यस्तो बनाएर डिप फ्राई गर्नुपर्छ त्यहाँबाट चाहिँ नुनहरूसँग हल्का खोर्सानी नुन यस्तोहरू लगाएर चाहिँ बनाउनुपर्छ अन्त लामो टाइमसम्म राख्नु छ भने चाहिँ फ्राई मजाले गर्नुपर्छ होइन 2-3 दिनमै सकिहाल्ने खाने भने चाहिँ छिटो खाएर सकिहाल्ने भने चाहिँ नरम बेसी फ्राई गर्नु पर्दैन त्यस्तो हो कुरा चाहिँ आज चाहिँ मेरो यो कार्यक्रम चल्दैछ उयो सब्जी भाइ यो सब्जी मार्न भनेको त अघि नै सब्जी भात पाक्यो यो सब्जी हो यहाँ दाछी बनाएको तर पातलो बनाएको
हाम्रो चाहिँ खाना खुवाइ हुँदैछ। आई क्यामेरा पनि कता कता पटाल्यो। यहाँ भात छ, यो बेलुकाको सब्जी, यसले पनिरको नि के बनाएको, यो पनिरको। आज चाहिँ यो मिक्स भेजिटेबल, आलु, बैगुन, भेन्डी, यो चाहिँ दाछी तर चिज चाहिँ कम्ती हालेको, अचारहरू छ। योसँग अब अन्तिम हुँदैछ भात खुवाइ। अब यो जाने बेला पनि हुँदैछ हो। अब अन्तिम हुँदैछ योसँग जाने, योसँग बस्नु। सादा भात को चाहिँ स्टिम गरेर पनि कटिङ पनि गरिसक्यो हो। यहाँ पाक्दैछ, यता पाकिसकेको। यहाँ मरमसला, यहाँ खोर्सानी, यहाँ चिम्फिङ, यहाँ हल्का अजिनामोटो र नुन पिसेर राखेको, त्यस्तो हाल्नुपर्छ अनि खानुपर्छ। यो सुक्खा गऱ्यो भने चाहिँ सुक्खा चिजहरू चाहिँ रहन्छ नि लामो टाइमसम्म। यो चाहिँ भएको छ हो, पिरो कम्ती लगाइदिएको नि। दामी भयो तर पिरो चाहिँ कम्ती छ। यो चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो यहाँ आँखा पुरा फुटेको गरेर चाहिँ कागज टालेको। पिरो चाहिँ कम्ती छ, दामी भयो। क्या हो नसा देख रहा है तुम्हारा हाथ, पुड्के ठडुल्के हात देख रहा है। यो चाहिँ के भने नि फेरि उयो के भन्छ, खाब्जेको लागि यसलाई मोल्नु लगाएको नि। यो ठिकै हुनुपर्छ, तेल अलिक बेसी नै लगाइदिएको। यो तेल चाहिँ मजाले फिटिएन भने चाहिँ त्यो क्या पानी फोका जस्तो खाब्जे उठ्छ नि, हो त्यो चाहिँ त्यो कारणले त्यस्तो भएको। हाम्रो यो के भन्छ, तपाईँहरूले देख्नु हुँदै गरेको हातको अनुहार चाहिँ यस्तो छ, यस्तो छ। अल्छीले निदाउनु आँटी रहेछ हो, जबरजस्ती करले गर्दैछ यो। मजाले फिट्नुपर्छ है। लु आमाले चाहिँ अब खाब्जे बनाएको, अब चाहिँ खाब्जे बनाउँदैछु। म आफै बेल्नु, म आफै उयो गर्नु, यत्रो भएर मलाई आउँदैन त्यो बनाउनु। क्यारे होइन, मुस्नुको लागि पनि त्यो दङ्गाएर म आफै मलेको, म आफै उयो गरेको, सब आफै बेल्नु, आफै काट्नु, आफै बनाउनु हो। यस्तो छ। भोलि उसै बुढी ल्याएर चाहिँ खेद्छ होला बोजू बुढीले बिहा गरेर बुढी कस्तो बुवा ल्याउँछ लास्टमा चाहिँ बुहारी घरदेखि बुढेसकालमा बाहिर जानुपर्छ। उयो देख न, उयो पाक्दै गरेको यहाँ नाङ्लोमा, त्यहाँबाट कराईदेखि निस्केको भयो, उद्यो पाकेको। अब यो अल्छी पो गरेको उपर हौ, पाकिसक्यो भर्खर पकाएको। लु यति भयो। यहाँ चाहिँ कर्ची मर्ची के भन्छ हामीलाई, कर्ची मर्ची कुन त के लाग्छ। यति भयो, कम्ती थियो पिठो, कम्ती नै बनाएको त्यसलाई त। आजको चाहिँ यस्तै भयो।